फर्स्ट क्वेसन छ द स्टडी अफ हनी बी इज भन्दैछ। हनी बीको स्टडी भनेको के हो भनेर भन्दैछ। सो यो हनी बीको स्टडी भनेको हामीसँग के हुन्छ त भन्दाखेरि पहिला हनी बी भनेको दुई टाइपको छ, एउटा इन्डियन हनी बी र अर्को चाहिँ इटालियन हनी बी छ। सो इन्डियन हनी बीको साइन्टिफिक नेम हुन्छ एपिस इन्डिका र इटालियन हनी बीको साइन्टिफिक नेम हुन्छ एपिस मेलिफेरा। यसरी हेर्दा हनी बीको दुईवटा स्पिसिस देखिए, एउटा इन्डिका र एउटा मेलिफेरा, र यसको एउटा जिनस छ, त्यो जिनस भनेको चाहिँ एपिस हो। सो यही एपिस भन्ने नामबाट चाहिँ यसको के राखिन्छ त भन्दाखेरि यसको स्टडीको नाम राखिन्छ, जसलाई हामी एपिकोलोजी भन्छौँ। कुनै पनि कुराको स्टडीलाई लोजी भन्ने गरिन्छ। र यसमा चाहिँ के हुने भयो त राइट अप्सन भन्दाखेरि बिलोजी भन्ने कुरा भएन। इन्सेक्टोलोजी भनेको त इन्सेक्टोलोजीभित्र त इन्सेक्टहरू थुप्रै पर्छन्, सो यो पनि भएन। एपिकल्चर भनेको चाहिँ यो एपिकल्चर भनेको त हनी बीको फार्मिङ हो। हनी बीको चाहिँ उत्पादन गर्नको लागि कृषकहरूले गर्ने यो खेतीलाई चाहिँ के भनिन्छ त भन्दाखेरि एपिकल्चर भनिन्छ। सो द करेक्ट आन्सर इज वाट? एपिकोलोजी। थर्ड नम्बरको अप्सन चाहिँ करेक्ट हुन्छ। नाउ नेक्स्टमा जाउँ। हनी बी बिलोङ्स टु द फाइलम। अब कुन चाहिँ फाइलममा पर्छ त हनी बी भन्दाखेरि हामीले पढेको फाइलमहरूमध्ये इन्भर्टिब्रेटमा पर्छ हनी बी। हनी बी केमा पर्छ? इन्भर्टिब्रेटमा पर्छ। इन्भर्टिब्रेटको फाइलमहरू थियो हामीसँग। इन्भर्टिब्रेटको फाइलममध्ये पनि कुन चाहिँ फाइलममा पर्छ त भन्दाखेरि यो आर्थ्रोपोडा भन्ने फाइलममा पर्छ, जसमा चाहिँ आर्थोस भनेको के हो त? आर्थोस भनेको जोइन्टेड र पोडा भनेको चाहिँ के थियो त? पोडा भनेको लेग्स थियो, जसको शरीरमा जोइन्टेड लेग्सहरू छ अथवा जोइन्टेड अपेन्डेजेसहरू छ। त्यसलाई चाहिँ हामी आर्थ्रोपोडा भन्ने फाइलममा राख्ने गर्थ्यौँ। भनेपछि यो हनी बीको पनि खुट्टा कस्तो हुन्छ त भन्दाखेरि यो खुट्टा एउटा हुँदैन कि जोइन्ट मिलेर बनेको छ। यसरी खुट्टा चाहिँ कस्तो हुन्छ? जोइन्टेड छ खुट्टा है, यसो जोइन्टहरू भएको खुट्टा छ। त्यस कारणले गर्दाखेरि यसलाई कहाँ राख्छौँ त हामी भन्दाखेरि फाइलम आर्थ्रोपोडामा राख्छौँ। एनिलिडामा मिलेन, म्यामल त होइन, यो मलस्का पनि भएन। सो द करेक्ट अप्सन इज आर्थ्रोपोडा। नेक्स्ट, अब अघि हामीले फाइलमको कुरा गऱ्यौँ। फाइलम पछाडि फाइलमभन्दा पनि अझै भित्र गयो भने यसको क्लास हुन्छ, त्यो क्लासको बारेमा हुन्छ। त्यो क्लासमा चाहिँ यो आर्थ्रोपोडा फाइलमभित्रको क्लासहरूमा फर्स्ट हामीलाई भनेको छ क्रस्टासिया। यो क्रस्टासियामा के पर्छ त भन्दाखेरि प्रनहरू, अनि त्यस्तै हाम्रो के पर्छ अरू? प्यालेमन प्रन भयो, त्यस्तै लोकस्टहरू यिनीहरू पर्ने गर्छन्। त्यस्तै हाम्रो इन्सेक्टाभित्र चाहिँ इन्सेक्ट्सहरू पर्ने गर्छन्। एरेक्निडा भनेको स्पाइडर्सहरू, टिक्सहरू पर्छन्। त्यसपछि मिलिपेडाभित्र चाहिँ मिलिपेड्स पर्छ। सो इन्सेक्टा भन्ने चाहिँ एउटा यस्तो क्लास हो फाइलम आर्थ्रोपोडाको, जसमा चाहिँ के हुन्छ त भन्दाखेरि 3 पेयर्स अफ लेग्स हुने गर्छ। भनेको 6वटा लेगहरू हुने गर्छन्। त्यस्तालाई चाहिँ हामी इन्सेक्टामा राख्ने गर्छौँ। सो हनीबीको पनि 3 पेयर्स अफ लेग हुने गर्छ। त्यसकारण यिनीहरूलाई हामी इन्सेक्टा क्लासमा राख्ने गर्छौँ। अब यो एरेक्निडा भनेको जुन स्पाइडर्सहरू पर्छन्, स्पाइडर्सहरूमा 4 पेयर्स अफ लेग्सहरू हुन्छन्, भनेको 8वटा लेग हुन्छन्। स्पाइडरको खुट्टा गन्यो भने 8वटा हो। स्पाइडरलाई हामी इन्सेक्टा क्लासभित्र राख्न मिल्दैन। यहाँ चाहिँ कस्तो पर्छन् त भन्दाखेरि 3 पेयर्स अफ लेग्स भएका अथवा 6वटा लेग भएका। त्यसकारण यो क्लास कसको क्लास हो त भन्दाखेरि हनीबीको क्लास भनेको इन्सेक्टा भन्ने क्लास हो। सो अप्सन बी इज द करेक्ट। द रियरिङ अर फार्मिङ अफ बीज। बीको रियरिङ अथवा फार्मिङ फर द हनी एन्ड वाक्स। मह र मैनको उत्पादनको लागि किसानहरूले गर्ने जुन मौरी पालनलाई चाहिँ हामी के भन्छौँ भनेर भन्दैछ। सो यसमा दिएको छ सेरिकल्चर, फ्लोरिकल्चर, पिसिकल्चर र एपिकल्चर, 4वटा कल्चर दिएको छ। सो कुनै पनि कुराको रियरिङ अथवा फार्मिङ गर्नुलाई चाहिँ हामी कल्चर गर्नु भन्छौँ। सबैमा कल्चर सेम छ। अब यो अगाडिको कुराले चाहिँ यसमा फरक पार्ने हो। हामीले सुरुमै भनेको थियौँ एपिकोलोजी भनेको के भनेको थियौँ? स्टडी अफ हनीबी। हनीबीको स्टडीलाई हामी एपिकोलोजी भनेको थियौँ भने अब यसको पछाडि कल्चर लायौँ भने सो एपिकल्चर इज द रियरिङ अर फार्मिङ अफ द बीज। अब यो अरू कुरा पनि जान्नु मन छ भने सो यसको करेक्ट अप्सन चाहिँ एपिकल्चर हो। यो सेरिकल्चर भनेको चाहिँ सिल्कवर्मको, रेशम किराको खेतीलाई हामी सिल्कवर्म भन्छौँ। यो सिल्कवर्मको खेतीलाई सेरिकल्चर भन्छौँ। त्यस्तै फ्लोरिकल्चर भनेको चाहिँ फ्रुइट एन्ड फ्लावर्सको कल्चर गरियो भने त्यसै फ्लोरिकल्चर। पिसिकल्चर भनेको चाहिँ फिसेसहरू, माछा पालनलाई चाहिँ हामी अथवा मत्स्य पालनलाई चाहिँ के भन्छौँ? पिसिकल्चर भन्छौँ। सो द करेक्ट आन्सर इज एपिकल्चर। नेक्स्ट, हनीबी इज कल्ड अ सोसियल इन्सेक्ट। हनीबीलाई किन एउटा सामाजिक किरा भनेको त भन्दाखेरि समाजमा मान्छेहरू के गरेर बसेका हुन्छन्? मेलमिलापमा बसेको छन्। विभिन्न थरीको मान्छेहरू भए पनि मेलमिलापमा बसेको छन्। त्यस्तै माउरीहरूको पनि तीनवटा चाहिँ टाइप छ। एउटा क्विन हुन्छ,
अर्को वर्कर्सहरू हुन्छन् र अर्को ड्रोन्सहरू हुन्छन्। यो तीन चाहिँ केमा बसेको छन् त भन्दाखेरि मेलमिलापमा एउटा समूहमा बसेका छन्। त्यस कारणले गर्दाखेरि यिनीहरूलाई चाहिँ सोसल इन्सेक्ट भनेको। अब यसमा मिल्ने अप्सन कुन चाहिँ छ त हेरौँ त। इट प्रड्युसेस हनी, यसले हनी प्रड्युस गर्छ अरे। त्यस कारणले सोसल इन्सेक्ट भन्न त मिलेन। इट हेल्प्स इन पोलिनेसन इन इन्सेक्ट्स, इन्सेक्टमा इन्सेक्ट होइन यो प्लान्ट्स हो, प्लान्ट्समा पोलिनेसनमा हेल्प गर्छ भनेर त्यसलाई सोसल इन्सेक्ट। अरू किराले पनि हेल्प गर्छन् नि। इट लिभ्स इन अ कोलोनी, यिनीहरू चाहिँ एउटा समूहमा बस्छन्। इट इज अ डोमेस्टिकेटेड एनिमल भएर यिनीहरू चाहिँ एउटा समूहमा बस्ने भएको कारणले गर्दाखेरि यिनीहरूलाई सोसल इन्सेक्ट भनेको। सो थर्ड अप्सन इज द करेक्ट। अब टाइप अफ हनीबीमा हेरौँ। सबभन्दा लार्जेस्ट एन्ड लङ लिभ्ड बी इन अ बीहाइभ, एउटा बीहाइभभित्र, सो मौरीको घरभित्र सबभन्दा ठुलो र सबभन्दा लामो समय बाँच्ने भनेको कुन चाहिँ मौरी हो भनेको छ। अब हामीले तीन प्रकारको बीजहरू पढेको छौँ। एउटा चाहिँ क्विन हो, अर्को चाहिँ के हो, अर्को चाहिँ ड्रोन हो र अर्को चाहिँ वर्कर हो। यो क्विन भनेको चाहिँ सबभन्दा ठुलो हुन्छ त्यो र सिङ्गल हुन्छ। एउटा घरमा चाहिँ एउटा क्विन हुन्छ, सबभन्दा ठुलो हुन्छ, लार्जेस्ट हुन्छ, सबभन्दा लङ लिभ्ड हुन्छ, सबभन्दा धेरै समयसम्म बाँच्ने गर्छ। ड्रोन भनेको चाहिँ के हो त भन्दाखेरि यो चाहिँ सबभन्दा सर्ट टिप्ड हो, सर्ट टिप्ड र वर्कर्सहरू चाहिँ अब यो अलि लामो समयसम्म बाँच्ने गर्छन्। क्विनभन्दा चाहिँ कम हुन्छ तर यो ड्रोन्सभन्दा चाहिँ बढी समयसम्म बाँच्ने गर्छन्। सबभन्दा लार्ज सबभन्दा ठुलो भनेको टाढीबाट हेर्दाखेरि चिनिने क्विन हो। क्विन सबभन्दा ठुलो हुन्छ र सबभन्दा लङ लिभ पनि त्यो क्विन नै हो। सो क्विन इज द करेक्ट आन्सर। नेक्स्ट द ओन्ली फर्टाइल फिमेल इन द बीहाइभ, एउटा मात्रै फर्टाइल फिमेल बीहाइभको कुन हो भन्दैछ। सो तीनवटा स्पिसिज अफ बी छ हामीसँग। क्विन छ एउटा, अर्को वर्कर्स र अर्को ड्रोन्सहरू छ। अब यो क्विन र वर्कर्स दुईवटा भनेको चाहिँ फिमेल हुन् र यो ड्रोन भनेको चाहिँ मेल हो है। सो मेल हो भने अब यो फिमेलमा पनि के हुन्छ त भन्दाखेरि यो क्विन चाहिँ फर्टाइल हुन्छ भनेको यसले अन्डा पार्छ। सो जसले अन्डा पार्छ ले एक्स, जसले अन्डा पार्छ त्यो चाहिँ फर्टाइल भयो। र वर्कर्सले चाहिँ डु नट ले एक्स, सरी डु नट ले के त भन्दाखेरि एक्स चाहिँ यिनीहरूले अन्डा चाहिँ पार्दैनन्। सो दे आर इनफर्टाइल। यो बीहाइभमा फर्टाइल फिमेल एउटा मात्रै हुन्छ, त्यो भनेको के रहेछ, क्विन रहेछ। सो क्विन इज द करेक्ट आन्सर। नेक्स्ट द स्टेराइल फिमेल इन द बीहाइभ। अब स्टेराइल फिमेल, अब भर्खरै हामीले भन्यौँ यहाँ फर्टाइल फिमेल भनेको क्विन, स्टेराइल फिमेल भनेको के त इन्फर्टाइल अथवा स्टेराइल भनेको एउटै हो, जसले चाहिँ अन्डा पार्दैन, त्यसलाई हामी स्टेराइल भन्छौँ। सो स्टेराइल फिमेल भनेको वर्कर्स हुन्छ। सो यहाँनिर ड्रोन भएन, क्विन भएन, वर्कर चाहिँ भयो। क्विन एन्ड वर्कर भएन, क्विन चाहिँ फर्टाइल हो, वर्कर चाहिँ स्टेराइल हो। त्यस कारणले गर्दा एउटा मात्रै स्टेराइल बीहाइभमा हुने भनेको वर्कर हो। सो अप्सन सी इज द करेक्ट अप्सन। नेक्स्ट ड्रोन्स इन अ बीहाइभ, एउटा बीहाइभमा हुने ड्रोन्सहरू भनेको छ। ड्रोन्स भनेको चाहिँ के हुन् त, ड्रोन्स भनेको के हुन् भनेको चाहिँ हामी मेल भनेको छौँ। र यो मेलहरू चाहिँ के हुन्छन्, दिज मेल आर फर्टाइल, यिनीहरू चाहिँ फर्टाइल हुनुपर्छ। किन यो मेल फर्टाइल भएन भने त त्यो क्विन जुन फर्टाइल छ त्यसलाई त्योसँग कोपुलेट गरेर अन्डा कसले पार्ने त, मेल र फिमेलको कोपुलेसन त हुनु पर्यो। त्यसको लागि क्विन जुन छ त्यो क्विन भनेको फिमेल भयो, त्यो फिमेल फर्टाइल हुन्छ, त्यसले अन्डा पार्छ ले एक्स। त्यस्तै ड्रोन्स भनेको के हो त, ड्रोन्स भनेका मेल्सहरू हुन्। यी मेल्सहरू पनि फर्टाइल हुन्छन्, यिनीहरूले पनि अब अन्डा पार्ने त होइन, फिमेल भएर अन्डा पारेको, मेल भएर यिनीहरूको के प्रोडक्सन गर्छन् त, स्पर्म प्रोडक्सन गर्छन्। र यी दुईटाको मिट भयो भने चाहिँ के हुन्छ, त्यहाँबाट फर्टिलाइजेसन हुन्छ। सो ड्रोन्स भनेका पनि के हुन् त, ड्रोन भनेका पनि फर्टाइल हुन्, क्विन भनेका पनि फर्टाइल हुन्। ओन्ली इनफर्टाइल भनेको चाहिँ वर्कर हो। सो ड्रोन्स इन अ बीहाइभ आर स्टेराइल मेल्स, स्टेराइल मेल्स हुन् त होइनन्, मेल्स त हुन् तर स्टेराइल होइनन्। फर्टाइल फिमेल्स, फिमेल होइन ड्रोन्स भनेको, फर्टाइल मेल्स, यस फर्टाइल मेल्स भनेको करेक्ट अप्सन भयो। नेक्स्ट क्विन एन्ड वर्कर बीज आर फर्म फ्रम, क्विन र वर्कर कहाँबाट बन्छन्, कस्तो खालको अन्डाबाट बन्छन् भनेको छ। क्विन एन्ड वर्कर बीज आर फर्म फ्रम फर्टिलाइज्ड एग्स, अनफर्टिलाइज्ड एग्स, बोथ फर्टिलाइज्ड एन्ड अनफर्टिलाइज्ड एग्स, नन अफ द एबभ। अब हामीले एउटा सामान्य के जान्नु पर्यो त भन्दाखेरि यो क्विन भयो, वर्कर भयो र ड्रोन भयो होइन, तीन टाइपको बीज वर्कर्स र ड्रोन्स भयो। यो क्विन र वर्कर भन्ने दुईवटा बीज छन्, यी चाहिँ के हुन्छन् त भन्दाखेरि फर्टिलाइज्ड एग्सबाट बन्छन् र ड्रोन्स चाहिँ केबाट बन्छ त भन्दाखेरि अनफर्टिलाइज्ड एग्सबाट बन्छ। हामीले पढिसकेको छ ड्रोन्सहरू अनफर्टिलाइज्ड एग्सबाट बन्छन्, क्विन र वर्कर फर्टिलाइज्ड एग्सबाट बन्छन् र ड्रोन्स चाहिँ अनफर्टिलाइज्ड एग्सबाट बन्छन्। सो अप्सन नम्बर फर्स्ट इज द करेक्ट अप्सन, जहाँ चाहिँ फर्टिलाइज्ड एग्सबाट क्विन र वर्कर बीजहरू बन्छ।
अब अर्को क्वेसन छ द टाइप अफ बीज डेभलप फ्रम अनफर्टिलाइज्ड एग्स। अब अनफर्टिलाइज्ड एग्सबाट बन्ने भनेको हामीले के भनेको थियो, हामीले भनेको थियो ड्रोन्स मात्रै हो। सो क्विन भएन, ड्रोन्स, यस ड्रोन्स इज द करेक्ट अप्सन। नेक्स्ट द प्रोसेस बाई विच द मेल ड्रोन्स आर डेभलप फ्रम अनफर्टिलाइज एग। अब यो अनफर्टिलाइज एग्सबाट ड्रोन्स त बन्छन्, त्यो बन्ने प्रक्रियालाई प्रोसेसलाई के भनिन्छ भन्दैछ। त्यो प्रोसेसलाई के भन्छौँ हामी भन्दाखेरि केही पनि कुरा बन्ने प्रोसेसलाई हामी जेनेसिस भन्छौँ। जेनेसिस भनेको फर्मेसन हो। र यदि बिना फर्टिलाइजेसन नभइकन भनेको स्पर्म र एगको मिट नभइकन, यो कुरा नभइकन यदि फर्टिलाइजेसन हुँदैछ भने, यदि यसो भएर फर्टिलाइजेसन हुँदैछ भने त्यस्तो किसिमको फर्टिलाइजेसनलाई हामी के भन्छौँ भन्दाखेरि केही जेनेसिस हो। त्यसको नाम हो अगाडि पार्थेनोजेनेसिस भन्ने है त, पार्थेनोजेनेसिस। सो द करेक्ट अप्सन इज पार्थेनो, कार्पी होइन। कार्पी भनेको यदि फ्रुटको केसमा यही कुरा हुन्थ्यो भने, भनेको फ्रुटमा पनि यदि बिना फर्टिलाइजेसन चाहिँ फ्रुटको डेभलपमेन्ट हुन्थ्यो भने त्यति बेला हामी के भन्थ्यौँ त भन्दाखेरि मेल र फिमेल ग्यामेटको फर्टिलाइजेसन बिना यदि फ्रुटको डेभलपमेन्ट हुन्थ्यो भने त्यसलाई पार्थेनो कार्पी भनिन्थ्यो। यो प्लान्टको केसमा भन्ने हो, यहाँ होइन। यो हनीबी त एउटा एनिमल हो, त्यो एनिमल भएको कारणले गर्दाखेरि यसमा चाहिँ पार्थेनोजेनेसिस भन्ने हो। नेक्स्टमा जाउँ। क्विन बी, त्यो रानी मौरी जुन छ त्यो चाहिँ के हुन्छ त भन्दैछ। क्विन बी भन्ने कुरा अब मलाई भने स्टेराइल हो कि फर्टाइल हो। पहिला क्विन बी भन्ने एउटा पक्कै पनि फर्टाइल हो। फर्टाइल के हो, यो फर्टाइल के हो, फिमेल हो। यो केबाट डेभलप हुन्छ, डेभलप फ्रम फर्टिलाइज्ड एग्सबाट कि अनफर्टिलाइज्ड एग्सबाट, फर्टिलाइज्ड एग्सबाट कि अनफर्टिलाइज्ड एग्सबाट, कुन चाहिँबाट डेभलप हुन्छ त भन्दाखेरि दे आर डेभलप फ्रम फर्टिलाइज्ड एग्स। सो द क्विन बी इज फर्टाइल फिमेल डेभलप फ्रम फर्टिलाइज्ड एग्स। अब यहाँ हेरेर हेरौँ अप्सनमा के छ, स्टेराइल मेल अरे, मेल त हुनै सक्दैन। सो द फर्स्ट अप्सन इज अलरेडी इनकरेक्ट। स्टेराइल क्विन बी स्टेराइल त हुनै सक्दैन, सेकेन्ड अप्सन पनि इनकरेक्ट। फर्टाइल मेल अरे, मेल होइन नि त, क्विन बी त फिमेल हो, यो पनि भएन। सो लास्टको अप्सन एउटा मात्रै बच्यो। सो ए चाहिँ करेक्ट हुनुपर्छ। यसमा के भनेको छ, फर्टाइल फिमेल डेभलप फ्रम फर्टिलाइज्ड एग्स। न वर्कर बी इज, अब वर्कर बी भनेको पनि एउटा के हो, वर्कर बी भनेको पनि एउटा फिमेल हो। तर यो कस्तो हुन्छ, आफैमा स्टेराइल हुन्छ, आफूले चाहिँ अन्डा पार्न सक्दैन। तर यिनीहरूको आफू चाहिँ कसरी बनेको हुन्छ त भन्दाखेरि दे आर डेभलप फ्रम फर्टिलाइज्ड एग्स। फर्टिलाइज्ड एग्सबाट डेभलप भएको हुन्छ। अब हेरौँ त अप्सनमा के भन्दैछ, स्टेराइल मेल, मेल होइन यिनीहरू, फिमेल हो वर्कर बी। स्टेराइल फिमेल भन्दैछ, ठिक छ, डेभलप फ्रम फर्टिलाइज्ड एग्स, यस यही अप्सन नै करेक्ट छ। नेक्स्ट ड्रोन बी इज। अब ड्रोन बी हेरौँ त। ड्रोन बी भनेको के हुँदै, पहिला सुरुमा यिनीहरू मेल हुन् कि फिमेल, मेल हुन्। यिनीहरू स्टेराइल हुन्छन् कि फर्टाइल हुन्छन् भन्दाखेरि दे आर फर्टाइल। यिनीहरूमा स्पर्म प्रोडक्सन गर्ने क्यापासिटी छ, त्यस कारण दे आर फर्टाइल। र यिनीहरूको डेभलपमेन्ट चाहिँ के हुन्छ भन्दाखेरि पार्थेनोजेनेसिसबाट भएको छ, भनेको अनफर्टिलाइज्ड एग्सबाट डेभलपमेन्ट भएको छ, जसलाई हामी के भनेको थियौँ, पार्थेनोजेनेसिस भनेका थियौँ। त्यसकारण यसमा अप्सन करेक्ट के हुनुभयो, फर्टाइल मेल डेभलप फ्रम अनफर्टिलाइज्ड एग्स। हेरौँ त, फर्टाइल मेल डेभलप फ्रम अनफर्टिलाइज्ड एग्स, फर्स्टकै अप्सन करेक्ट रहेछ, अरू हेर्नै परेन। ड्रोन बी इज। अब यो बी कोलोनीमा के हुन्छ त भन्दाखेरि जुन क्विन वर्कर भयो र ड्रोन भयो होइन। सो क्विन र वर्कर भनेका फिमेल हुन्। सो फिमेल भएको कारणले गर्दाखेरि यिनीहरू डिप्लोइड हुन्छन्, भनेको 2n = 32 क्रोमोजोम्सहरू यिनीहरूमा हुने गर्छ, क्रोमोजोम्स हुन्छ। तर ड्रोनमा चाहिँ मेल हो, मेल भएको कारणले गर्दाखेरि इट इज ह्याप्लोइड, चाहिँ ह्याप्लोइड हुन्छ, भनेको n = ठ्याक्कै 2n को आधा हुन्छ, 16वटा क्रोमोजोम मात्रै हुन्छ, 16वटा क्रोमोजोम हुन्छ। त्यसकारण के याद गर्नु पर्यो, क्विन र वर्कर्स भनेका दुईवटा फिमेलहरू डिप्लोइड भए 32वटा क्रोमोजोम। ड्रोन भनेको के त भन्दाखेरि ड्रोन भनेको मेल भनेको ह्याप्लोइडमा 16 क्रोमोजोम ओन्ली। सो द करेक्ट अप्सन इज डिप्लोइड ह्याभिङ 32 क्रोमोजोम, यो भएन। डिप्लोइड ह्याभिङ 16 क्रोमोजोम, यो पनि भएन। ह्याप्लोइड ह्याभिङ 32 क्रोमोजोम, यो पनि भएन। ह्याप्लोइड ह्याभिङ 16 क्रोमोजोम। ह्याप्लोइड भनेको यान हो, यान भनेको 2n को आधा, त्यसकारण 16वटा क्रोमोजोम। ड्रोन बी भनेको कस्तो हुन्छ, ह्याप्लोइड ह्याभिङ 16 क्रोमोजोम। अब द बीज ह्याभिङ डिप्लोइड सेट अफ क्रोमोजोम द्याट इज 32 इन बी हाइभ आर। अब त्यस्ता बीहरू जसमा चाहिँ डिप्लोइड सेट अफ क्रोमोजोम छन्। डिप्लोइड सेट अफ क्रोमोजोम केमा मात्रै हुन्छ भने मैले फिमेल बीजमा, फिमेल बीज भनेका दुईवटा छन्, एउटा क्विन हो, एउटा वर्कर हो। सो क्विन र वर्करमा चाहिँ के हुन्छ त भन्दाखेरि 32 क्रोमोजोम हुन्छ, अथवा डिप्लोइड सेट अफ क्रोमोजोम हुन्छ। क्विन एन्ड ड्रोन्स, यो अप्सन इनकरेक्ट भयो। क्विन एन्ड वर्कर्स, दिस अप्सन इज करेक्ट। नेक्स्ट
द स्मलेस्ट एन्ड मोस्ट हार्ड वर्किङ बीज भनेको छ। अब वर्किङ भन्दा बित्तिकै काम गर्ने हो। काम गर्ने भनेको कसले काम गर्छ? सबभन्दा धेरै वर्कर बीले काम गर्छ। सबभन्दा धेरै मेहनती बी भनेको कुन चाहिँ हो? वर्कर बी हो। यसले के काम गर्छ भन्दाखेरि कलेक्ट गर्छ, नेक्टार कलेक्ट गर्छ, रस कलेक्ट गर्छ, पोलेन कलेक्ट गर्छ। एउटा यसको फङ्सन भयो। अर्को भनेको के गर्छ त भन्दाखेरि कन्स्ट्रक्ट द हाइभ, हाइभलाई बनाउने पनि यसले काम गर्छ। अनि यसले के पनि काम गर्छ? प्रोटेक्ट अर डिफेन्ड द एनिमिज, एनिमिजहरूसँग प्रोटेक्ट अथवा डिफेन्ड गर्ने काम गर्छ है। अब यसले के पनि काम गर्छ त भन्दाखेरि प्रोड्युस रोयल जेली, रोयल जेली पनि यिनीहरूले नै प्रड्युस गर्ने गर्छन्। यिनीहरूकै के हुन्छ त भन्दाखेरि टाउकोमा हुन्छ कि यो वर्कर बीजहरूको टाउकोमा के हुन्छ भन्दाखेरि रोयल ग्ल्यान्ड हुन्छ। रोयल ग्ल्यान्ड प्रेजेन्ट अन द हेड अफ वर्कर बी। वर्कर बी प्रड्युस रोयल जेली, रोयल जेली प्रड्युस गर्ने गर्छन्। अब यो रोयल जेली भन्नेको कुरा चाहिँ रोयल कुरा हो, एकदम राजकीय ठुल्ठुलो व्यक्तिहरूले मात्रै खाने हो। त्यसकारण ठुलो व्यक्ति भनेको यहाँनिर घरमा कुन हुन्छ? क्विन हुन्छ। सो क्विनले चाहिँ आफ्नो जीवनकाल भनेर रोयल जेली मात्रै खाने गर्छ। अरू बाँकीहरूलाई पनि पाउँछन् है। वर्कर र ड्रोनले नपाउने होइन, तर 3 डेजसम्मको लागि मात्रै। 3 दिनसम्मको लागि चाहिँ वर्कर र ड्रोन्सहरूले के पाउँछन् भन्दाखेरि रोयल जेली पाउँछन्। तर 3 दिन पछाडि चाहिँ तिनीहरूले त्यो पाउँदैनन्। त्यो 3 दिन पछाडि चाहिँ तिनीहरूले पाउँदैनन्। क्विन बीले चाहिँ जिन्दगीभरि नै पाउँछ। यिनीहरूले चाहिँ 3 दिन पछाडि के पाउने हुन्छ त भन्दाखेरि 3 दिन पछाडि चाहिँ यिनीहरूलाई अब सुक्खा रोटी बी ब्रेड पाइन्छ। बी ब्रेड भनेको के हो? त्यो भनेको हनी प्लस पोलन हो है। हनी र पोलन मिक्स भएको जुन बी ब्रेड भन्छ त्यो चाहिँ यिनीहरूले पाउने गर्छ। सो यो सबभन्दा स्मलेस्ट र हार्डवर्किङ बी भनेको वर्कर बी। यसलाई समरी गरौँ। सबभन्दा स्मलेस्ट हार्डवर्किङ बी भनेको वर्कर बी। वर्कर बीले के काम गर्ने त भन्दाखेरि रोयल जेली उत्पादन गर्ने, नेक्टार कलेक्ट गर्ने, पोलेन कलेक्ट गर्ने, हाइभ बनाउने, हाइभलाई डिफेन्ड गर्ने, एनिमीबाट बचाउने। अर्को भनेको अब यो वर्कर्सहरूको हेडमा के छ त भन्दाखेरि रोयल ग्ल्यान्ड छ। त्यो रोयल ग्ल्यान्डले रोयल जेली प्रड्युस गर्छ। त्यही खुवाएर चाहिँ के गर्छ? लार्भालाई त्यही खुवाएर यिनीहरूले क्विन बनाउँछ। त्यो क्विनले चाहिँ जिन्दगीभरि नै त्यही खाना पाउँछ। अरू दुईवटा वर्कर र ड्रोन्सले 3 दिनसम्म मात्रै त्यो खाना पाउने हो। 3 दिन पछाडि चाहिँ यिनीहरूले ब्रेड खाने हो, बी ब्रेड खाने हो। ब्रेड खाने हो, त्यो ब्रेडको नाम हो बी ब्रेड। बी ब्रेड भनेको के हो त? हनी र पोलेनको मिक्सचर हो। सो द करेक्ट अप्सन इज द स्मलेस्ट एन्ड द मोस्ट हार्डवर्किङ बी इज वर्कर। अब क्विन बी जुन छ, यो रानी मौरी जुन छ, त्यो रानी मौरीको मुख्य काम के हो भन्दैछ? ले एक्स। यो हुनसक्छ द ले एक्स एन्ड कलेक्ट द नेक्टार पोलेन। भर्खरै भन्यौँ नेक्टार पोलेन कलेक्ट गर्ने काम कसको हो? वर्करको हो, वर्कर बीको हो। त्यस कारण यो अप्सन हुन सक्दैन। एगले गर्ने चाहिँ हो काम क्विन बीको, तर कलेक्ट नेक्टार एन्ड पोलेन भनेको कारणले गर्दाखेरि यो चाहिँ भन्न मिलेन। यहाँ वर्कर बीको पनि काम आयो। कन्स्ट्रक्ट द बीहाइभ, बीहाइभ कन्स्ट्रक्ट गर्ने यो पनि वर्करकै काम हो। त्यो मौरीको घर बनाउने काम पनि कसले गर्छ? वर्करले गर्छ। सो दिस कान्ट बी द फङ्सन अफ क्विन बी। नेक्स्ट छ ले एक्स एन्ड लिड द कोलोनी। अब अन्डा पार्ने र त्यो कोलोनीलाई, आफ्नो त्यो जुन समूह छ त्यसलाई चाहिँ लिड गर्ने लिडर को हो त? क्विन हो। सो यो अप्सन पनि करेक्ट छ। अब यो दुईवटा अप्सन करेक्ट भयो, ले एक्स र ले एक्स एन्ड लिड द कोलोनी भने चाहिँ हामी बेस्ट एन्सर चुज गर्ने हो। बेस्ट एन्सर इज ले। यो दुइटै काम हो नि त, ले एक्स र लिड गर्ने कोलोनीलाई है। त्यो कोलोनीमा सबभन्दा ठुलो मान्छे भनेको को? क्विन हो। सो लिड गर्छ कोलोनीलाई। दिस इज द करेक्ट अप्सन। नेक्स्ट फिरोमोन भन्छ, एउटा सेन्टेड सब्सटेन्स, एउटा एकदमै बास्नादार सुगन्ध भएको सब्सटेन्स चाहिँ मेललाई एट्र्याक्ट गर्नको लागि, मेटिङमा मेललाई एट्र्याक्ट गर्नको लागि चाहिँ सिक्रेट गरिन्छ। त्यो कसले सिक्रेट गर्छ भन्दैछ है। त्यो फिरोमोन भन्ने कुरा कसले सिक्रेट गर्छ? कसले निकाल्ने हो त? त्यो एउटा पर्टिकुलर बी हुन्छ जसले चाहिँ के गर्छ? फिरोमोन निकाल्छ मेलसँग मिटिङ गर्ने। अब मेलसँग मिटिङ गर्ने भनेको के हो? हामीसँग 3वटा बी छन्, क्विन, वर्कर्स र ड्रोन्स। अब यो ड्रोन्स भनेको त मेल भयो। मेलसँग मिटिङ गर्ने भनेपछि यो अप्सन त भएन, ड्रोन्स हुँदै भएन। अनि वर्कर्स भन्ने बिचरा काम गर्ने मात्रै हो। यिनीहरू त स्टेराइल छ, यिनीहरू त बच्चा जन्माउनु त सक्दैनन्। यिनीहरू काम मात्रै गर्ने हो। भनेपछि फर्टाइल भनेको एउटा मात्रै छ, क्विन हो। फर्टाइल भनेको क्विन हो। सो क्विनले चाहिँ के गर्छ त भन्दाखेरि एउटा फिरोमोन भन्ने एकदमै सेन्ट आउने सब्सटेन्स चाहिँ प्रड्युस गर्ने गर्छ, जसले मेललाई एट्र्याक्ट गर्छ त्यो मिटिङको लागि। त्यो चाहिँ कसले प्रड्युस गर्छ भन्दाखेरि क्विनले प्रड्युस गर्छ। सो जुन अब क्विनले चाहिँ यो के को लागि प्रड्युस गर्छ? मिटिङको लागि प्रड्युस गर्छ। र यो जुन मिटिङ गर्नको लागि क्विन उड्छ, एकपल्ट चाहिँ के गर्छ त क्विन उडेर जान्छ मेलसँग मिटिङ गर्नको लागि। त्यस्तो किसिमको मिटिङ गर्नको लागि उडेर गएको फ्लाइटलाई चाहिँ हामी के गर्छौँ? उड्नुलाई चाहिँ मिटिङ फ्लाइट भन्छौँ, अथवा त्यसलाई के पनि भनिन्छ? मिटिङ फ्लाइट, अथवा त्यसलाई नुप्सियल फ्लाइट पनि भनिन्छ है त।
नुप्सियल फ्लाइट भनिन्छ। सो नुप्सियल फ्लाइट अथवा मेल फ्लाइट भनेको मेटिङ फ्लाइट चाहिँ कसले देखाउँछ? क्विन बीले के प्रड्युस गरेर? फिरोमोन प्रड्युस गरेर। अप्सन हेरौँ अब, अप्सन हेरौँ त, क्विन बी एन्ड वर्कर बीज, यो होइन, ओन्ली क्विन बी, यस ओन्ली क्विन बी। सो दिस इज द करेक्ट अप्सन, क्विन बीले मात्रै हो फिरोमोन सिक्रेट गर्ने। नेक्स्ट, द मेन फङ्सन अफ ड्रोन बी इज टु, ड्रोन बीको मुख्य काम चाहिँ के हो? अब यो भाले मौरी हो, ड्रोन बी भनेको चाहिँ भाले मौरी हो। सो ड्रोनको काम के हो त भन्दाखेरि यो मेल हो, मेलको काम भनेको ओन्ली मेट गर्ने हो। मेलको काम के मात्रै हो यसमा? सबभन्दा अल्छी बी हो, सबभन्दा लेजिएस्ट बी हो, यसको काम भनेको मेट गर्ने, कोसँग? क्विनसँग। क्विनसँग मेट गर्ने र क्विनलाई चाहिँ अन्डा पार्न लाउने भनेको यिनीहरूले मेटिङ मात्रै गर्ने काम हो, भनेको फर्टिलाइज गर्ने क्विनलाई, त्यही मात्रै काम हो यिनीहरूको। सो बच्चा जन्माउन क्विनलाई बच्चा के अरे अन्डा पार्नको लागि, स्पर्म दिनको लागि मेटिङ गर्ने मात्रै एउटा मात्रै काम हो यिनीहरूको ड्रोन बीको। सो कलेक्ट द पोलन एन्ड नेक्टर, यो त होइन, यो त वर्कर बीको काम हो। हेरौँ त, यो त वर्कर बीको काम हो, यो हुन सक्दैन। कन्स्ट्रक्ट एन्ड यो पनि वर्कर बीकै काम हो। रोयल जेली बनाउने यो पनि वर्क, यो तिनटै वर्करको काम हो। भयो एउटा मात्रै भनेको फर्टिलाइज द क्विन, क्विनसँग मेटिङ गर्ने। नेक्स्ट क्वेसन इज नुप्सियल फ्लाइट इज पर्फर्म बाई भन्दैछ। अब यो नुप्सियल फ्लाइट भनेको के हो त भन्दाखेरि सुरुमा त यो नुप्सियल फ्लाइट भनेको मेटिङ फ्लाइट हो। यो मेटिङ फ्लाइट हो। कसले गर्छ त भन्दाखेरि मेटिङ फ्लाइट कसले गर्छ त भन्दाखेरि यो गर्छ क्विनले। क्विनले के गर्छ त भन्दाखेरि जनरली इभिनिङको टाइममा यिनीहरू मेटिङको लागि निस्किन्छन्। कोसँग त भन्दाखेरि ड्रोन्सहरूसँग, ड्रोन्स भनेको मेलहरूसँग। त्यो फ्लाइटलाई हामी मेटिङ फ्लाइट अर नुप्सियल फ्लाइट भन्ने गर्छौँ। सो द करेक्ट अप्सन इज क्विन बी, ए नम्बरकै अप्सन करेक्ट छ। नेक्स्ट, पोलेन बास्केट फर द कलेक्सन अफ पोलेन ग्रेन्स एन्ड ट्रान्सपोर्ट देम टु द हाइभ। अब पोलेन ग्रेन कलेक्ट गर्नको लागि र तिनीहरूलाई हाइभसम्म ट्रान्सपोर्ट गर्नको लागि पोलेन बास्केट हुन्छ। त्यो पोलेन बास्केट चाहिँ कुन चाहिँ बीमा हुन्छ भन्दैछ, पोलेन बास्केट कुन चाहिँ बीमा। अब कलेक्सन अफ पोलेन ग्रेन कसले गर्छ अरे? यो सबभन्दा धेरै काम गर्ने भनेको वर्कर्सहरू हो। सो त्यही वर्कर्सको खुट्टामा चाहिँ के हुन्छ त? पोलेन बास्केट्सहरू हुन्छ र यही पोलेन बास्केटले के काम गर्छ त भन्दाखेरि कलेक्ट द पोलेन ग्रेन्स, पोलेन ग्रेन्सलाई कलेक्ट गर्ने काम गर्छ। तिनीहरूको खुट्टामा हुने पोलेन बास्केटले पोलेन ग्रेन कलेक्ट गर्ने गर्छ। सो क्विन बी भएन, ड्रोन बीज पनि भएन, वर्कर बीज यो चाहिँ करेक्ट हो। ड्रोन एन्ड वर्कर बीज हुँदैन, किन? ड्रोनले चाहिँ यो काम गर्दैन, ड्रोन त सबभन्दा लेजिएस्ट हो। द प्रोसेस अफ फर्मेसन अफ एग इन्टु लार्भा, एगबाट लार्भा बन्ने, लार्भाबाट प्युपा बन्ने र प्युपाबाट एडल्ट बन्ने टु कम्प्लिट द लाइफ साइकल अफ हनीबी इज कल्ड। अब यो हनीबीको लाइफ साइकलमा गयो। हनीबीको लाइफ साइकलमा एगबाट के बन्छ? लार्भा बन्छ, लार्भाबाट प्युपा बन्छ र प्युपाबाट अडल्ट बन्छ। सो यसरी कुनै पनि एउटा किसिमको स्ट्रक्चरबाट अर्कै किसिमको, जस्तो एग जस्तो हुन्छ, एग जस्तो हुन्छ, यिनीहरूको लार्भा त्यस्तो हुँदैन, यिनीहरूको लार्भा त्यस्तो हुँदैन र प्युपा त झन् अझ फरक किसिमको हुन्छ। सरी, प्युपा अर्कै किसिमको हुन्छ, ल प्युपा चाहिँ अर्कै किसिमको हुन्छ यहाँनिर, र एडल्ट त यिनीहरूको छुट्टै किसिमको हुन्छ। सबलाई बाहिरबाट हेर्दाखेरि नै के गरिन्छ त भन्दाखेरि सबैको मोर्फोलोजी नै फरक फरक छ। सबैलाई के छ त भन्दाखेरि मोर्फोलोजी फरक, मोर्फोलोजी भनेको बाहिरको स्ट्रक्चर, एक्सटर्नल स्ट्रक्चर सबैको फरक फरक छ, हेर्दाखेरि नै सबैजना छुट्टिन्छन्। र यसरी छुट्टिएका स्टेजेसहरूको कारणले गर्दाखेरि लाइफ साइकल कम्प्लिट हुँदैछ। जस्तो एकबाट लार्भा बन्दैछ, लार्भाबाट प्युपा बन्दैछ, प्युपाबाट अडल्ट बन्दैछ भने त्यस्तो किसिमको प्रोसेसलाई हामी के भन्छौँ? त्यो प्रोसेस चाहिँ हामी के भन्छौँ त भन्दाखेरि द प्रोसेस इज कल्ड मेटामर्फोसिस भन्ने गर्छौँ। मेटामर्फोसिस हो। मेटामर्फोसिस भनेको चाहिँ एकबाट लार्भा बन्ने, लार्भाबाट प्युपा बन्ने, प्युपाबाट एडल्ट बन्ने। अब यो बीमा मात्रै हुने कुरा होइन, अरू इन्सेक्टहरूमा पनि मेटामर्फोसिस हुन्छ। मेटामर्फोसिस मेनली फाइलम आर्थ्रोपोडामा पर्ने एनिमल्सहरूले देखाउने गर्छन्। मेटामर्फोसिस भनेको हेर्दाखेरि बाहिरबाट एक्सटर्नल मोर्फोलोजी हेर्दाखेरि फरक फरक किसिमको एक्सटर्नल मोर्फोलोजी देखिने स्टेजेसहरूले चाहिँ लाइफ साइकल कम्प्लिट गर्दैछ भने द प्रोसेस इज कल्ड मेटामर्फोसिस। सो द करेक्ट अप्सन इज डी, मेटामर्फोसिस। फ्रम वेयर द रोयल जेली इज प्रड्युस्ड। अब रोयल जेली कहाँबाट उत्पादन हुन्छ त भन्दाखेरि सबभन्दा धेरै काम गर्ने, सबभन्दा हार्ड वर्किङ बी जुन हाइभमा छ त्यो कुन हो भन्दाखेरि त्यो वर्कर हो, त्यो वर्कर बी हो। त्यो वर्कर बीको के छ त भन्दाखेरि वर्कर बीको हेडमा एउटा ग्ल्यान्ड छ। त्यो ग्ल्यान्डले के गर्छ त भन्दाखेरि के प्रड्युस गर्छ? रोयल जेली प्रड्युस गर्छ। अब यहाँनिर अप्सन छ फ्रम द ग्ल्यान्ड एट द हेड अफ क्विन, क्विनको हेडमा भएको ग्ल्यान्डले त होइन। फ्रम द ग्ल्यान्ड एट द हेड अफ ड्रोन, ड्रोनको हेडमा भएको ग्ल्यान्डले पनि होइन। फ्रम द ग्ल्यान्ड एट द हेड अफ वर्कर्स, वर्कर्सको हेडमा भएको ग्ल्यान्डले हो।
दिस इज द करेक्ट अप्सन। सो रोयल जेली कसले प्रड्युस गर्छ? वर्कर्सले प्रड्युस गर्छ। केद्वारा प्रड्युस गर्छ भन्दाखेरि एउटा ग्ल्यान्ड छ, कहाँ छ भन्दाखेरि हेडमा छ। कसले प्रड्युस गर्छ? वर्करले। केबाट? एउटा ग्रन्थि छ, ग्ल्यान्ड छ, कहाँ छ त्यो ग्रन्थि? हेडमा छ। नेक्स्ट, विच बी इज फर्मड, कुन चाहिँ बी फर्म हुन्छ वेन द लार्भा इज फेड रोयल जेली कन्टिन्युसली? अब त्यस जन्मेदेखि चाहिँ रोयल जेली मात्रै खुवाइयो, रोयल जेली मात्रै, त्यो लार्भल स्टेजबाट नै रोयल जेली मात्रै खुवाइयो भने कुन चाहिँ बी बन्छ त भनेको छ है। अब यो रोयल जेली चाहिँ के गरिन्छ त भन्दाखेरि तीनवटैलाई खुवाइन्छ, तीनवटै बीलाई खुवाइन्छ। क्विनलाई पनि खुवाइन्छ, वर्कर्सलाई पनि खुवाइन्छ र ड्रोन्सलाई पनि खुवाइन्छ। कति दिनसम्म? 3 डेजसम्म। 3 डेजसम्म सबैलाई खुवाइन्छ है, 3 दिनसम्म सबैलाई खुवाइन्छ। तर अब 3 दिन पछाडि चाहिँ यो क्विनलाई चाहिँ रोयल जेली नै खुवाइन्छ 3 दिन पछाडि पनि, तर यो वर्कर्स र ड्रोन्सलाई चाहिँ रोयल जेली खुवाइँदैन। त्यसपछि 3 दिन पछाडि चाहिँ यिनीहरूलाई के खुवाइन्छ भन्दै थियो हामीले? बी ब्रेड भनेर खुवाइन्छ, बी ब्रेड खुवाइन्छ। त्यो बी ब्रेड भनेको के हो त? यसमा मह र पोलेन मिक्स भएको हुन्छ। सो यो रोयल जेली कन्टिन्युसली खाने भनेको कसले हो? क्विनले हो। सो रानी मौरीले मात्रै के गर्छ त? यो रोयल जेली कन्टिन्युसली खाने गर्छ। सो अप्सन के भयो त? ए इज द करेक्ट अप्सन। नेक्स्ट, वेन द पोलन बास्केट इन द लेग्स अफ द वर्कर बी आर ब्रोकन बाई सर्टेन मिन्स। अब केही गरेर त्यो वर्कर बीको खुट्टामा रहेको, यो वर्कर बी भयो, वर्कर बीको खुट्टामा रहेको जुन पोलन बास्केट हुन्छ, यो पोलन बास्केट होला, यो पोलन बास्केटलाई चाहिँ ब्रेक गरियो, यो पोलन बास्केट नै टुक्रियो भने विच अफ द फलोइङ फङ्सन क्यान नट बी पर्फर्म। अब पोलेन बास्केटको काम के हो त भन्दाखेरि सजिलो छ। पोलेन बास्केट भनेको यहाँ पोलेन छ, पोलेन बास्केटको काम के हो त? पोलेनलाई कलेक्ट गर्ने, पोलेनलाई कलेक्ट गर्ने एउटा बास्केट, एउटा टोकरी नै हो। त्यसकारण त्यसको के काममा चाहिँ हानि पुग्छ त भनेको छ? कलेक्टिङ द नेक्टार। नेक्टार के अरे? पोलेन बास्केटले नेक्टार कलेक्ट गर्दैन। नेक्टार कलेक्ट गर्नको लागि भनेको रसहरू चुस्नको लागि त त्यसको टाउकोमा के छ त? प्रोबोसिस छ, त्यसले चुस्छ मौरीले, यो हुन सक्दैन। नेक्स्ट छ कन्स्ट्रक्टिङ द ब्रुड सेल। ब्रुड सेल बनाउनको लागि यसको पोलेन बास्केट चाहिँदैन, ब्रुड सेल वर्कर बीजहरूले बनाउँछ। सो यो पोलेन बास्केटको काम चाहिँ ब्रुड सेल बनाउने होइन। फिडिङ द रोयल जेली टु लार्भा, लार्भालाई रोयल जेली खुवाउने काम पनि होइन पोलेन बास्केटको। कलेक्टिङ द पोलेन फ्रम द फ्लावर, फ्लावरबाट चाहिँ पोलेन कलेक्ट गर्ने। दिस इज द फङ्सन द्याट इज गोइङ टु बी अफेक्टेड वेन द पोलेन बास्केट्स इन द लेग्स अफ द वर्कर बीज आर ब्रोकन। जब पोलेन बास्केटलाई चाहिँ, पोलेन बास्केट केही गरेर यहाँ पोलेन बास्केट यिनीहरूको हरायो, पोलेन बास्केट के भयो त भन्दाखेरि ड्यामेज भयो भने त्यति बेला केलाई असर पार्छ? पोलेन ग्रेन कलेक्ट गर्न सक्दैन फ्लावरबाट। अब अर्को छ, वेयर डज द क्विन बी स्टोर द स्पर्म फ्रम द ड्रोन बीज आफ्टर कोपुलेसन। अब यो एउटा क्विन छ, यो एउटा क्विन छ र मेनी ड्रोन, धेरै ड्रोन्सहरू चाहिँ यहाँ के गर्छ? त्यसले मिटिङ गर्छ। यो ड्रोन भनौँ, यो ड्रोन यो सबै ड्रोन्सहरूसँग मेट गरेर सबैबाट के लिन्छ? यसले स्पर्म लिन्छ। के लिन्छ बाबु? स्पर्म लिन्छ। सो स्पर्म लिएर यसले कहाँनिर स्टोर गर्छ त भनेको छ? यसले स्पर्म लिएर त के गर्नु पऱ्यो? स्टोर गर्नु पऱ्यो। कहाँ स्टोर गर्छ त भन्दाखेरि यसले स्टोर गर्ने ठाउँको नाम चाहिँ के हो त? त्यो स्पर्म स्टोर गर्ने हो भने एउटा थैला होला, स्याक होला, स्याक भनेको थैला। त्यो थैलाले के स्टोर गर्छ त भने स्पर्म स्टोर गर्छ। सो त्यसको नाम चाहिँ के भयो? स्पर्म स्याक भयो। सजिलो। सो जे कुरा पनि स्टोर गर्नको लागि के चाहियो हामीलाई? जे कुरा पनि स्टोर गर्नको लागि एउटा स्याक चाहियो भनेको हामीलाई एउटा थैला चाहियो। त्यो थैला के स्टोर गर्दैछ यहाँनिर भन्दाखेरि स्पर्म स्टोर गर्दैछ। सो स्पर्म स्याक भयो। सो द करेक्ट अप्सन हो पोलेन स्याकमा त पोलेन स्टोर होला। ओभरी भनेको त फिमेल रिप्रोडक्टिभ अर्गन हो, यहाँ ओभरीले ओभा प्रड्युस गर्ने हो। स्पर्म स्याक यो ठिक छ, एक स्याक हुँदैन। स्पर्म स्याकमा स्पर्म स्टोर हुने गर्छ क्विन बीले। नेक्स्ट, बी ब्रेड इज द, अब हामीले भनेछौँ बी ब्रेड भनेको त केसको मिक्सचर हो? हनी प्लस पोलेनको मिक्सचर हो। यो पनि सोधिसकेको क्वेसन हो, हनी र पोलेनको मिक्सचर हो बी ब्रेड। नेक्स्ट, बी ब्रेड इज नट फेड टु, बी ब्रेड कसलाई खुवाइँदैन भन्दैछ। सो बी ब्रेड कसलाई खुवाइँदैन भन्दाखेरि यो जुन क्विन बी छ, त्यो क्विन बीले चाहिँ आफ्नो जीवनकालभरि नै के मात्रै खान्छ? रोयल जेली मात्रै खान्छ। सो यसले चाहिँ के खाँदैन? बी ब्रेड। बी ब्रेड भन्ने कुरा चाहिँ के गर्दैन भन्दाखेरि यसले खाँदैन, यसले मात्रै रोयल जेली खान्छ। सो बी ब्रेड कसलाई खुवाइँदैन भन्दाखेरि क्विन बीलाई खुवाइँदैन। एमा ड्रोन बी, दिस इज इनकरेक्ट। क्विन बी, यस करेक्ट। बी ब्रेड इज नट फेड टु क्विन बी। इन द लाइफ साइकल अफ अ हनी बीको लाइफ साइकलमा विच स्टेज इज द भोरासियस इटर? एकदमै खन्चुवा
अवस्था कुन हो भन्दैछ, यो पनि सोधिसकेको क्वेसन हो। सबभन्दा खन्चो अवस्था कुन हो भन्दैछ। अब एगले खानेकुरा भएन, प्युपा इनएक्टिभ स्टेज हो, मोस्ट इनएक्टिभ स्टेज हो। लाइफ साइकल अफ द हनीबीमा सबभन्दा बढी इनएक्टिभ स्टेज चाहिँ प्युपा हो। त्यसपछि अडल्टले त्यस्तो भोरासियसली खाने होइन, उसलाई आफ्नो चाहिने मात्रै खान्छ। लार्भा जुन छ, यो लार्भा भन्ने कुरा चाहिँ के हो त, सबभन्दा धेरै भोरासियस इटर, एकदमै खन्चो हावा एकदमै धेरै खान्छ। केसको लागि भन्दाखेरि हिस्टोजेनेसिसको लागि, भनेको नयाँ प्युपामा जाँदाखेरि अर्गनको डेभलपमेन्ट गर्नुपर्ने हुन्छ। विभिन्न अङ्गहरू बनाउनुको लागि लार्भाले के गर्छ, एकदमै बेस गरी नै खान्छ, भोरासियसली इटिङ गर्ने गर्छ। सो लार्भा इज द करेक्ट अप्सन। सो दिस वाज अल अबाउट दि एमसिक्युज अन दि च्याप्टर हनी बीमा लगभग यति कुरा हामीलाई आउँछ भने हामी एकपल्ट सर रिभिजन पनि भइसक्यो हनीबीको, र हामीले यसमा आउने एमसिक्यू पनि गर्न सक्यौँ, र कम्प्लिट एउटा हामीले के गर्यौँ त भन्दाखेरि रिभिजन गऱ्यौँ। ओके, दिस मच फर टुडे, विल सी यु इन द नेक्स्ट क्लास। थ्याङ्क यू भेरी मच।